थाहा छ नि फेरि तल्जा खोल्याउ लक लाउनु बाँकी छ चाहिँ फेरि कट्टा हाल्न भाइ बुझिस् तँलाई अघिदेखि इज्जत दिएर बोल्याउ मेरो तेरो बाउले आएर लेखिदिएको मेरो नेपाली मासला खाते औकात छैन भने मेरो अगाडि औकातको कुरा नगर न भाइ तिमीहरू जस्तो त्यो सानतिर भियरहरू बोक्दैमा आउँछौ होइन कुत्ताहरू सुन के भन्यो कतिले ए भुलको चेलो तसला भुलको जात नजाना रन्डीको रनमतीको छोरो तेरी आमा चिक्नी रन्डीको छोरो मार चिक्नी म सन्किएपछि थाहा छ नि तेरी आमा चिकाउँदै बसला याद राख मार चिक्नी म मान्छे कस्तो थाहा छ कि नि एक हप्ता भइसक्यो थियो मलाई मुख कन्ट्रोल हान्ने थियो नि मेरो मुख खुलिसक्यो अब साइलेन्ट हुने का नै भाइ भोलिदेखि हेर लाइभ कस्तो हुन्छ मलाई कसैले यस्तो बनायो हो र म बनिहालेँ कसैको कारणले म रोकिया थिएँ कसैको कारणले म यस्तो भइसक्यो हो मलाई कसैको बाल लाग्दैन कुल भाउजू रे मलाई देऊ बरु मलाई हैन दिदी भन्देऊ साथी भन्देऊ तर भाउजू चाहिँ नभने यो नामदेखि मलाई घिन लाग्छ क्या म मान्छे धेरै इज्जत दिएर बोल्ने मान्छे हो नि मेरो मुखको तालजा खोलेपछि भगवान कसम त्यो त मेरो आफन्तीले पनि तालजा हान्दा पनि तालजा रोक्दैन नि हो कि हैन डेभिलजी दिदी कुल रे थ्यांक यू के भन्ने हो म त अझ के सुनिराखौँ यस्तो भने यो त कम हो यार डेभिलजी छाड यार यो त अलि कम हो खाली बेकार हो उडा बेकार त बेकार हो हैन तर मलाई चाहिँ एकदम हैन एउटै कुरा मलाई नेपाली मेरो संस्कारमा एक मेरो पढाइमा एक भाइ सुन कञ्चनजङ्घा स्कुलमा गएर सोध स्कुलको टप हान्ने विद्यार्थी म बुझिस् त जस्ता गाई गुज्रे हो एक क्लासमा पनि 10 चोटि फेल हुने कञ्चनजङ्घा स्कुल भनेपछि हान भाइ गुलरी हान तेरो बाउले पनि पढाउन नसके स्कुलमा मेरो बाउले पढाएको छ बुझिस् भुग्ने कुकुरहरू मेरो लेभलको कुरा गर्छ भाइ तिमीहरू जस्ता आउँछन् जान्छन् तिमीहरूको खानदान किन्न सक्ने मेरो औकात भएको केटी हो बुझ्यौ तिमीहरू धनको घमण्ड देखाउँछौ भने म मनको घमण्ड देखाउँछु म मेरो बाउको धनलाई मेरो